मकवानपुरको बागमती गाउँपालिका 8 स्थित धरान चतरा सडकको नालीमा एक युवकको शव फेला परेको घटनामा प्रहरीले 7 जनालाई पक्राउ गरेको छ। यो घटना चैत 20 गते बिहानको हो, जब हेटौडा 16 का 37 वर्षीय मिलन दङ्गाल मृत अवस्थामा भेटिएका थिए। प्रहरीका अनुसार मृतक मिलन दङ्गालको शव घटनास्थलमा फेला परेपछि अनुसन्धानका लागि प्रहरी टोली खटिएको थियो। अनुसन्धान अधिकारीको कमानमा केनाइन टोली सहितको विशेष टोलीले घटनास्थलमा पुगेको थियो र प्रारम्भिक अनुसन्धानपछि 7 जनालाई पक्राउ गरी थप अनुसन्धानका लागि अघि बढाइएको हो। यो घटनामा 7 जनालाई पक्राउ गरिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा ज्यान सम्बन्धी अपराधको संलग्नता देखाइएका व्यक्तिहरूलाई पक्राउ गरिएको हो। पक्राउ गरिएका व्यक्तिहरूमा मकवानपुरको बकेया 3 का 36 वर्षीय प्रशान्त लामा, ललितपुरको गोदावरी नगरपालिका 12 का 24 वर्षीय किशन दानी, बाराको निजगढ 3 की 19 वर्षीय इनिसा तिमल सिन्हा, हेटौडा 15 की 19 वर्षीय सुस्मिता तामाङ, सिन्धुलीको मरिन 7 की 20 वर्षीय शर्मिला मुक्तान, सोही ठाउँ की 19 वर्षीय रोजिना तामाङ र हेटौडा 16 का 28 वर्षीय सुजन पौडेल रहेका छन्। प्रहरीले अबको 7 दिनका लागि म्याद अनुमति लिई अनुसन्धान प्रक्रिया जारी राखेको छ। घटनाको मुख्य कारण र घटनामा संलग्न व्यक्तिहरूको भूमिकाबारे थप जानकारी प्राप्त गर्न प्रहरी अहिले थप अनुसन्धान गर्दैछ।